भन्नाले चाहिँ अब चाहिँ तिम्रो सिभियर एङ्जाइटी नै भइसक्यो, तिमीले मेडिकेसन नलिएर चाहिँ तिम्रो अरू केही अप्सन नै छैन भनेर भन्नुभयो। अनि त्यसपछि अब चाहिँ हुँदैन भनेर मेडिकेसन प्रेसक्राइब गराइदिनु भयो, मेडिकेसन स्टार्ट गरेँ। नमस्ते, आज चाहिँ अक्टोबर 10, आज चाहिँ विश्व मानसिक स्वास्थ्य दिवस मनाइने गरिन्छ। अनि अब यही दिन यो धेरै पोस्टहरू देखिराख्दाखेरि सोसियल मिडियामा चाहिँ मलाई पनि के कुराहरू भन्न मन लाग्यो, भन्न भन्दाखेरि पनि मलाई चाहिँ यहाँ आएर आफ्नो मानसिक स्वास्थ्यको बारेमा चाहिँ आफ्नो एक्सपिरियन्स सेयर गर्न मन लाग्यो। यो 2025 मानसिक स्वास्थ्यको हिसाबले चाहिँ मेरो लागि एकदमै धेरै नै गाह्रो भयो, एकदमै डिफिकल्ट इयर भयो है। मार्चदेखि मलाई एकदमै एङ्जाइटी अट्याकहरू आउन सुरु भयो, एङ्जाइटी अट्याकहरू स्टार्ट भयो। अनि मार्च चाहिँ एकदमै वर्स्ट नै भयो भनौँ न। मार्च चाहिँ यति मैले कसरी मार्च बिताएँ मलाई थाहा छैन, सपना जस्तो लाग्छ आज। त्यो गाह्रो भएकोहरू सम्झिँदाखेरि यस्तो अहिले पनि गाह्रो हुन्छ कि त्यो सम्झिँदाखेरि है। एङ्जाइटी अट्याक भनेको चाहिँ एकदमै वर्स्ट नै हुने रहेछ भनेर चाहिँ पहिला पहिला नि हुन्थ्यो, कहिले कहिले त्यस्तो धेरै हुँदैन थियो। यो पालि चाहिँ मैले यस्तो रियलाइज गरेँ कि एङ्जाइटी अट्याक भनेको चाहिँ कस्तो एनिमी नै रहेछ मान्छेको भनेर के। एकदमै गाह्रो हुने, एकदमै गाह्रो हुने, मान्छेको अनुहार पनि हेर्न नसक्ने क्या, त्यस्तो हुन्थ्यो। अब त्यो दिनभरि नै गाह्रो भइरहने, काम जान नसक्ने, काममा जहिले सिक्कल गरेर बस्ने। अनि मान्छेहरू अलिकति धेरै 4जना मान्छे देख्न नहुने, एकदमै आत्तिने, त्यस्तो हुन थाल्यो। अनि त्यसपछि डक्टर पनि देखाएँ एङ्जाइटी भनेर, अब डायग्नोज पनि भयो, मेडिकेसन दिनुभयो। त्यतिखेर चाहिँ मेडिकेसन लिन मन लागेन, लिएन मेडिकेसन है। अनि त्यसपछि अलिक कम हुँदै थियो, अप्रिलमा चाहिँ बाबुको बर्थडे थियो। बाबु 5th बर्थडेबाट चाहिँ बाबु अलिकति रिग्रेस हुँदै गयो। अलिकति उसले खानेकुराहरू नखाइदिने, केही पनि नखाइदिने, उसको अलिअलि भइरहेको डेभलपमेन्ट पनि अलिकति पछाडि गयो, रिग्रेस भयो। त्यसपछि फेरि झन् गाह्रो भयो। त्यसपछि त त्यसले त अर्को इँटा थप्ने काम गर्यो क्या, यति गाह्रो भयो, यति गाह्रो भयो है। अनि त्यसपछि अब मेडिकेसन चाहिँ लिएन, जसो तसो म्यानेज गरिरहेँ। बिचमा जब पनि चेन्ज भयो, जब चेन्ज भएपछि फाइनेन्सियली पनि अलिकति चाहिँ स्ट्रेस नै भयो, त्यसले झन् थपिरह्यो। अनि कतिबार पनि त्यो रिलिफ भन्दा पनि झन् झन् थपिएको जस्तो फिल हुने, झन् झन् तल भाँसिएको जस्तो फिल भइरहेको थियो। बिस्तारै अब अगस्तको एन्डतिर चाहिँ फेरि एकदमै धेरै सिभियरली नै एङ्जाइटी अट्याक आउनु थाल्यो, एकदमै धेरै धेरै नै अट्याक आउनु थाल्यो। त्यसपछि चाहिँ मलाई अब डक्टरलाई नदेखाइकन हुँदै भएन के, डक्टरलाई देखाउनु गएँ। डक्टरले चाहिँ अब चाहिँ तिम्रो सिभियर एङ्जाइटी नै भइसक्यो, तिमीले मेडिकेसन नलिएर चाहिँ तिम्रो अरू केही अप्सन नै छैन भनेर भन्नुभयो। अनि त्यसपछि अब चाहिँ हुँदैन भनेर मेडिकेसन प्रेसक्राइब गराइदिनु भयो, मेडिकेसन स्टार्ट गरेँ। अहिले लिएको चाहिँ त्यो एङ्जाइटीकै लागि मैले चाहिँ लिएको छैन, तर पनि त्यसले केही हदसम्म हेल्प गरिरहेको छ। एङ्जाइटीको लागि नै भनेर चाहिँ एउटा अलिकति स्ट्रङ मेडिकेसन प्रेसक्राइब गरिदिनु भएको छ, त्यसको नेम चाहिँ अहिले म यहाँ लिन्न। त्यो मेडिकेसन चाहिँ डक्टरले वान नै गर्नुभएको छ कि फेरि तिमी चाहिँ यो मेडिकेसन लिँदाखेरि चाहिँ 2 हप्ता चाहिँ तिमीलाई एकदमै गाह्रो हुनेवाला छ। अलिकति केयरफुल हुनुपर्छ, सकेसम्म चाहिँ कामहरूबाट चाहिँ अफ लिएर मेडिकेसन स्टार्ट गर्दा ठिक हुन्छ भनेर भन्नुभएको छ। अनि त्यो मेडिकेसन स्टार्ट गर्न डर लागिरहेछ, त्यो कुराले चाहिँ अलिकति पछाडि टाइममा चाहिँ स्टार्ट गरेको छैन। अब सायद यतिकै कम हुँदै गयो भने चाहिँ गर्दिनँ पनि होला। अब अर्को कुरा चाहिँ के पनि थप्न मन लाग्यो भने मैले चाहिँ 2024मा चाहिँ 97 किलोबाट घटाएर मैले 72 किलोमा पुऱ्याएको थिएँ क्या आफ्नो बडी वेट। अनि यो मेन्टल हेल्थ प्रब्लमहरू इन्क्रिज हुन थालेपछि, बढ्न थालेपछि चाहिँ मेरो फेरि बडी वेट गेन भयो क्या। अनि त्यो कुराले झन् हुन्छ नि, आफूलाई मिररमा हेर्नै मन नलाग्ने, मिररमा हेऱ्यो म कस्तो भइसकेको थिएँ, फेरि म कस्तो भएँ भने जस्तो लाग्ने। एकदमै नै स्ट्रेसफुल नै रह्यो कि यो जति मार्चदेखि सेप्टेम्बरसम्मको महिना। अक्टोबरबाट अलिकति रिलिफ फिल गरेको छु। अब अक्टोबरबाट चाहिँ सकेसम्म चाहिँ ठिक हुने कोसिस गर्नेछु। आफ्नो हातमा केही पनि नहुँदो रहेछ। कतिजनाले भन्नुहुन्छ तिमी स्ट्रङ हुनुपर्छ, स्ट्रङ हुनुपर्छ, विक भएर कहाँ हुन्छ भनेर, तर त्यो आफ्नो हातमै नहुँदो रहेछ के।
अनि त्यही भएर मेन्टल हेल्थको इस्यु कसैले सुनाइरहेको छ, मेन्टल हेल्थको प्रब्लम कसैले सुनाइरहेको छ भने चाहिँ तिमी स्ट्रङ हुनुपर्छ, कस्तो विक भएको भनेर भन्नुभन्दा चाहिँ सुनिदिने, आफ्नो हिसाबले के हेल्प गर्न सक्छु त भनेर सोधिदिने बरु होइन, त्यो नचाहिने सजेसन चाहिँ नदिने जस्तो लाग्छ क्या मलाई। मैले त्यही भएर चाहिँ मैले प्रायः धेरै मान्छेलाई सुनाइनँ क्या, जतिलाई पनि सुनाउँथेँ त्यही आउँथ्यो कि तिमी कस्तो विक भएको, तिमी त स्ट्रङ हुनुपर्छ नि, तिमी यस्तो मान्छे स्ट्रङ नहुने भनेर आउँथ्यो होइन। अनि अब नन जजमेन्टल भएर चाहिँ धेरै कमले सुनिदिने के, हो नि है भनेर, आई फिल यु भनेर चाहिँ धेरै कमले सुनिदिने। अनि त्यो भएर चाहिँ मलाई के भन्न मन लाग्छ भने यदि तपाईँ चाहिँ कुनै पनि मेन्टल हेल्थ प्रब्लमबाट गइरहनु भएको छ, मेन्टल हेल्थ प्रब्लमबाट सफर गरिरहनु भएको छ भने चाहिँ प्लिज यो भिडियो देख्नुहुन्छ भने चाहिँ मलाई फिल फ्री टु मेसेज मी है। म चाहिँ होला मैले तपाईँलाई सजेसन दिन सक्दिनँ होला, काउन्सिलिङ गर्न सक्दिनँ होला, तर म चाहिँ नन जजमेन्टल भएर कुनै पनि जजमेन्ट बिना तपाईँको कुरा सुनिदिन सक्छु, तपाईँको कुरा बुझिदिन सक्छु। सो प्लिज फिल फ्री है, गेट इन टच विथ मी इफ यु आर स्ट्रगलिङ विथ मेन्टल हेल्थ। म फेरि कुनै पनि त्यो स्पेसलिस्ट काउन्सिलर केही पनि होइन, आई क्यान लेसन जस्तो लाग्छ कि आफूलाई जति पऱ्यो नि त्यसपछि चाहिँ मेन्टल हेल्थको बारेमा चाहिँ कुरा गर्नै पर्ने रहेछ जस्तो लागेर पनि, आई क्यान लिसन भन्ने जस्तो लागेर पनि मैले यो भिडियो बनाएको। मेन त आफ्नो एक्सपिरियन्स सेयर गर्नलाई नै पनि हो भिडियो बनाएको। यति हो भन्ने कुरा त अब कुरा गर्दै गयो मेन्टल हेल्थको बारेमा भने त कति धेरै हुन्छ, सबै कुरा सेयर गरेर साध्य पनि हुँदैन है। तर एङ्जाइटीको बारेमा भन्नु मन लाग्यो। एङ्जाइटी भनेको चाहिँ कस्तो वर्स नै हुँदो रहेछ कि, मैले यो पालि चाहिँ मलाई एकदमै नजिकबाट निहालेँ कि त्यो एङ्जाइटीलाई, अनि एङ्जाइटी अट्याकलाई। अनि म चाहिँ कसैलाई पनि नहोस्, कसैले पनि यो फेजबाट चाहिँ जान नपरोस् जस्तो लाग्यो क्या, लाग्छ क्या मलाई चाहिँ अहिले चाहिँ। म चाहिँ अहिलेसम्म पनि 1 हप्ता अगाडिसम्म पनि मलाई एकदमै गाह्रो नै भइरहेको थियो। म राति राति झस्केर एकदमै तर्सेर उठ्ने अनि सुत्न नसक्ने है। राति नै अब यही बेलामा चाहिँ मेरो सास अड्किएको जस्तो हुने, अनि ल मेरो चाहिँ सास अड्क्यो, मेरो चाहिँ यही नै लास्ट डे हो कि जस्तो फिल हुने, एकदमै धेरै डर लाग्ने, रुने, कराउने, चिच्याउने, राति एक्कासी उठेर रोइदिने क्या। अनि त्यो खोइ के हुने त्यस्तो एकदमै वर्स्ट फेजबाट नाइटमेयर जस्तो फेजबाट गएँ। 1 हप्ता अगाडिसम्म पनि स्ट्रगल गर्दै थिएँ। अब अहिले चाहिँ अलिकति रिलिफ फिल भइरहेछ, कुरा गर्नै पर्ने रहेछ है जोसँग भए पनि। सबभन्दा बेस्ट चाहिँ आफ्नो मेडिकल डक्टर हुनुहुन्छ, साइकोलोजिस्ट हुनुहुन्छ, काउन्सिलर हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सुनाउनै पर्ने रहेछ, उहाँहरूसँग चाहिँ कुरा गर्नै पर्ने रहेछ